नदी भन्छ बगिरहु सृष्टि भन्छ चलिरहु नदी भन्छ बगिरहु सृष्टि भन्छ चलिरहु मन त भन्छ सबैसँग माया मोह राखिरहु बाचुन्जेलीलाई बाचुन्जेलीलाई परोस् बचनले खोज्न बरु उर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु परोस् बचनले खोज्न बरु उर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ सपना त सपना हो बिपनी मरिदिहाल्छ बिपनी मरिदिहाल्छ बाचुन्जेलीलाई 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 कसम र क्रिया खान नपरोस् दिनभरको लागि झिनो सहारा बन्न सुन झै सुन्दर तारा कसले पो टिप्छ र मरेपछिको स्वर्ग कसले पो देख्छ र कसले पो देख्छ र बाचुन्जेलीलाई 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 रमेश राय एन्ड इन्द्रकला राय के थियो यो कसको थियो यो कोरियोग्राफी खासमा हाम्रो कोरियोग्राफी हाम्रो कन्सेप्ट प्लान केही पनि थिएन यो हाम्रो इमिडिएटली भएको हो रमेश त दङ्ग छ आज किन टिम राजुमा नकआउटदेखि कुनै फिमेल ट्यालेन्ट थिएन नि त आज लाइभ सोमा आएर फिमेल ट्यालेन्टसँग पर्फर्म गर्ने मौका पाएको छ सो कस्तो रह्यो त दुईजनाको यो प्रस्तुति एकदमै राम्रो अनि के भन्छ अब गायकीमा मैले भन्नु पर्दैन दुवैजनालाई होइन तपाईँहरू एकदमै दक्ष हुनुहुन्छ त्यसैले यहाँसम्म पुग्नु भएको छ होइन तर जस यो गीत जुन हिसाबको एउटा रोमान्टिक छ
एकदमै एकदमै भेरी नाइस, एकदम मजा आयो, हेर्न पनि मजा आयो, सुन्नलाई मात्र होइन हेर्नलाई पनि एकदम आनन्द भयो। त्यसले गर्दाखेरि तपाईँहरू दुवैजनालाई एकदमै धेरै बधाई छ र दुवैजनालाई धेरै अगाडि बढेको सबै दर्शकको माया आशीर्वाद अनि धेरै भोटहरू आएको हेर्न पाऊँ। मेरो त तपाईँहरूलाई आशीर्वाद शुभेच्छा सधैँ रहनेछ है हजुर। ल राम्रो गर्नुहोस्, थ्याङ्क यू सर। अब हुन त यहाँहरू दुईजना अलरेडी सुरक्षित भएर टप 8 मा प्रवेश गरिसक्नु भएको छ, तर पनि कम्पिटिसन टप छ। आजको रिजल्टको अनाउन्समेन्ट सँगसँगै तपाईँहरूको पनि भोटिङ लाइन खुल्ला हुनेछ। सो आजको यो प्रस्तुतिले पनि अब दर्शकहरूले तपाईँलाई कतिको भोट गर्नुहुन्छ त्यो त हामी थाहा पाइ नै हाल्नेछौँ। कोच खेम कस्तो थियो त आज दुईजनाको यो प्रस्तुति? कसैको बहिनी कसैको भाइ प्रमिस राई इन्द्रकला राई हो के त्यसमा एउटा सुशील भाइ थप्दा भए पनि हुन्थ्यो होइन? फेरि भनौँ त त्यसो भए मिलाएर कसैको भाइ अथवा कसैको बहिनी कसैको भाइ दुवै भाइ भने है फेरि कसैको बहिनी कसैको भाइ प्रमेश राई सुशील दाई इन्द्रकला राई असाध्य मिठो गाउनुभयो। गीतले भने जस्तै फुलिरहनु चम्किरहनु भने जस्तै इन्द्रकला फुलिरहनु सधैँ फुल जस्तै तपाईँको गायकी छ, फुलिरहनु। प्रमेश तपाईँ चाहिँ चम्किरहनु जुन जस्तै चम्किरहनु। एकदमै दुवैजनालाई शुभकामना छ। ट्रफी उचाल्नु नै सबैभन्दा ठुलो कुरो होइन, दर्शक दीर्घाको मन उचाल्नु चाहिँ ठुलो कुरा हो। त्यसका दुवैजनालाई शुभकामना, कर्मष्ट गरिराख्नु, मिहिनेत गरिराख्नु, जित सम्भव छ। धन्यवाद सर।